तिम्रो ओठको मुस्कानले मलाई बाँच्न सिकायो। तिम्रो मनको मुस्कानले मलाई प्रेमको अर्थ सिकायो। नमस्कार दर्शक श्रोताबिनहरू, तपाईहरू सम्पूर्णलाई यस युट्युब च्यानल मार्फत म हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरूलाई के कस्तो लागिरहेको छ कविताहरू, कृपया कमेन्टमा बताउनुहोला, साथै सब्स्क्राइब पनि गरिदिनु होला है। यदि हजुरहरूलाई यस्तै कविताहरू सुन्न मन पर्छ भने लाइक, शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला। अब चाँडै नै एउटा मनको मुस्कान भन्ने कविता चाँडै नै आउँदैछ, प्रतीक्षा गरिदिनु होला। भोलि अथवा पर्सिमा आइसक्छ। कृपया के कस्तो लाग्छ सल्लाह सुझाव अवश्य पनि दिनुहोला। मैले यो आफैले लेखेको कविता हो। लगभग लेख्नलाई 3-4 दिन नै लाग्यो भनौँ। के कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला। राम्रो प्रतिक्रिया दिनुहुनेछ भन्ने म पूर्ण विश्वास गरेको छु। जे जस्तो लागे पनि तल कमेन्टमा बताइदिनु होला। कमी कमजोरीलाई सकारात्मक रूपले तल कमेन्टमा भनिदिनु होला। म त्यही अनुसारको कविता अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछु। तपाईहरूकै माया र साथले गर्दा अझसम्म यहाँसम्म आइपुगेको छु। मलाई खासै बोल्न त आउँदैन, दर्शकहरू त्यही पनि हजुरहरू सामु कविता लिएर आउने भएकोले केही कुरा जानकारी दिनुपर्छ। त्यसैले हजुरहरूलाई जानी नजानी भए पनि जानकारी दिन आएको छु। तिम्रो मुस्कान, तिम्रो मनको मुस्कान भन्ने कविता निकै मन छुने खालको रहेको छ। यो कविता मैले लगभग 4 दिन लगाएर लेखेको हुँ। के कस्तो लाग्छ पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने विश्वास लिएको छु। किनभने अब हजुरले कविता सुन्नको लागि 1-2 दिन पर्खिदिनु पर्ने हुन्छ। कृपया प्रतीक्षा गर्नुहोला भन्दै अब हजुरहरू सामु धेरै कुरा गर्न त मन थियो, तर यति भिडियोमा यति नै जानकारी गराउँछु भन्ने आशयले आएको हुँ। यस भिडियो बनाउन कोसिस गरेको हुँ। कृपया पुरा भिडियो हेरिदिनु होला। यो एउटा सूचना मात्र हो। अब विशेष एपिसोड भोलि आउनेछ, सुनिदिनु होला, मन पराइदिनु होला। पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने आशा अनि विश्वास लिएको छु। भन्दै के कस्तो लाग्छ तल कमेन्ट बक्समा प्रतिक्रिया लेख्न नभुल्नु होला भन्दै भोलिको कविता लिएर आउने बाचाका साथ अहिलेको लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार, जय नेपाल।